आज हामी यो फिदिमबाट झापासम्म यो दशैंको पहिरोले बाटो बिग्रे पछाडि इभी गाडीमा सिमगोलाई हुँदै नयाँ ट्र्याक जुन राजद्वालीको वैकल्पिक मार्गको रूपमा खुलिएको नयाँ ट्र्याकबाट आज हामी इभी गाडीको यात्रामा निस्केको छौं। अहिले भने हामी ग्रीन भ्यू इलामबाट 90% चार्जमा टाटा नेक्सन इभीबाट यता सिमगोलाईको बाटो झापा जाँदैछौं। इलामदेखि 9 किलोमिटर तल आएपछि माइखोला कटेर अहिले उकालो थोरै कच्ची बाटो भए पनि त्यस्तो कुनै अफरोड भन्ने छैन। अफरोड मतलब के भन्छ, यो गाडीलाई अप्ठ्यारो छैन के, कच्ची बाटो भए पनि ठोकिने गर्ने समस्या छैन सानो गाडीलाई पनि। अब हामी यो बाटो हुँदै सिमलगोलाईको नयाँ वैकल्पिक मार्ग हुँदै हामी मेची राजमार्ग छुन्छौं। गोदत छेउछाउ सायदै छुन्छ होला। हामीभन्दा अगाडि चाहिँ हाम्रो बीवाइडीको डल्फिन गाडी पनि हिँड्ने नै बाटो छ अहिले। त्यो भएर यो टाटा नेक्सनको लागि त्यत्रो कुनै गाह्रो बाटो भएन। अहिले हामी ठ्याक्कै सिमलगोलाईको डाइभर्सनमा आइपुगेका छौं। यहाँ चाहिँ वान वे एकतर्फी गाडीहरू पास गरिरहेछन् भने हामी केही पालो कुरेर अगाडि बढ्नेछौं। स्मुथली नै राम्रै हिसाबको डाइभर्सन बनाएको छ भने त्यही खोलाभरि चाहिँ वान वे को रूपमा पालै पालो क्रस गर्नुपर्ने छ भने अरू स्मुथली नै अहिलेसम्मको बाटो चाहिँ क्लियरै छ। उतादेखि गाडीहरू पास भइरहेछ। उताको एकतर्फी गाडी क्रस भइसकेपछि हामी पनि यतादेखि अगाडि बढ्नेछौं। अहिले हामी ठ्याक्क माइगोलाईको नयाँ डाइभर्सन क्रस गरिसकेको छौं। सिमगोलाईको डाइभर्सन क्रस भएपछि थोरै अगाडि आएपछि भने एक ठाउँ अलिकति अप्ठ्यारो बाटो रहेछ, जहाँ एउटा बीवाइडीको डल्फिन गाडी फसिएर बसिरहेको थियो। त्यसलाई हामीले ठेलेर बाटो पार गराएका छौं। मेची राजमार्ग हामी केही क्षणपछि नै अब भेट्नेछौं र त्यस पछाडि त सदा चाहिँ स्मुथ यात्रा हाम्रो रहने नै छ।